हेलो हिजोको जस्तै हजुरहरूसँग खेर आज पनि नयाँ ब्लग लिएर आएको छु। रमणीय ठाउँ क्षेत्र नम्बर 10 काठमाडौँको हरियाली वातावरण, सुन्दर ठाउँ, रमाउँदै साँच्चीकै भन्दा गाउँघर एकदम सुन्दर र मनमा माया लाग्दो गाउँठाउँमै हुर्केर होला सायद है। अगाडि चाहिँ मेरो साथी पासङ र पछाडि चाहिँ म छु। बाटो विकास हुँदै रहेछ, काहीँ ढलन र काहीँ कच्ची। स्थानीय कृषकहरू पनि एकदम मेहनती रहेछन्। बारीभरि काउली। विकासले धेरै तीव्र होइन, बिस्तारै विकास हुन लागेको रहेछ। गाउँठाउँको बाटो छेउछेउमा चाहिँ मस्त भटमास रोपेर बिचमा चाहिँ काउली हो के रोप्नलाई खाली जग्गा गरेको रहेछ। आहा, कति राम्रो सुन्दर एकदम। यो चाहिँ कालीमाटी लानलाई राखेको काउली रहेछ। त्यहाँ हेर्दा एकदम काठमाडौँबाट एकदम नजिकै पुग्नुपर्ने ठाउँ, एकदम सुन्दर हरियाली। यस्तो लेक पनि होइन, बेसी पनि होइन, ठाउँ चाहिँ आनन्दको। आहा, कृषकहरू कति मेहनती, काँक्रा बारीभरि रोपेको रहेछन्। यो चाहिँ पहिरो जाने भएर यहाँ चाहिँ मालाको बोट अनि रोपेको छ। यो चाहिँ तपाईँको कस्तो भन्दा पनि एकदम सुन्दर। यो चाहिँ ललितपुर जिल्लाको डाँडा हो। क्षेत्र नम्बर 10बाट उता पारी यो बागमती खोला उता पारी चाहिँ यो मौसम एकदम कुल। सर र बतासमा यो हिँडिरहेको कुहिरो, हरियाली डाँडा, हेर्दा मन लोभाउने दृश्य। यो हेर्दा पनि आनन्द लाग्ने। यहाँबाट तपाईँको काठमाडौँसँग आनन्दले देख्दो रहेछ। र कृषकहरूले लगाएका काउली र बारीभरि मकै, डाँडामा थुन्को बनेर सेतो बादलले हरियो डाँडालाई ढाक्दा एकदम मन लोभाउने दृश्य।